आमा, खै के गरेर गयौ तिमी? आज धेरै याद आएको छ। यादले त मलाई सधैँ सताइरहन्थ्यो, तर आज अघिपछिको भन्दा पनि धेरै सताएको जस्तो महसुस गरेको छु। सधैँ तिम्रै सम्झनामा रहन्छु। आज त झन् आमा खुवाउने औँसीको दिन। सबै आफ्नो आमा खुवाउँछन्, तर मैले तिमीलाई केही खुवाउन पाइनँ। धेरै याद आयो आज मलाई तिम्रो। त्यसैले आजको दिनमा आमाको दर्शन गर्न भने साइली आमा आन्टीकोमा गएँ। हजुर बिना एक्लो भएको छु म। अझ अहिले त भरतपुर बसेर पढेको छु। आज त झन् घरबाट पनि कसैले फोन गर्नु भएन। घरको बुबा, दिदी, दाई, भाउजू र छोराछोरीको पनि धेरै याद आएको छ। हजुरको झझल्को मेटाउने कान्छी दिदीले पनि सधैँ सम्झिरहन्थिन्, तर आज भने कसैले सम्झिएन। मम्मी, तपाईँले मलाई सानै उमेरमा छोडेर गए पनि धेरै ठुलो गुण लगाएर जानुभएको छ। म आज तपाईँलाई धेरै सम्झेको छु। तपाईँलाई देख्न मन लागेको छ। सक्छौ भने आज सपनीमा आएर भए पनि दर्शन देऊ न ल। मम्मी, तपाईँले मलाई सानैदेखि न त पढ्नलाई कतै पठाउनु भयो, न त कहिले गाली गर्नुभयो। यदि आफू नै घरबाट टाढा जाँदाखेरि पनि सँगै साथमा लानुहुन्थ्यो। तर भगवान्ले देखिसकेन, आज तपाईँको यादमा टोलाएर बसिरहनुको विकल्पमा केही रहेन। जिन्दगीमा धेरै साथीहरू बनेर आउँछन्, तर तपाईँको जस्तो साथ कसैको पनि पाएको छैन र लाग्छ अबको दिनमा पनि कसैबाट पाउँदिनँ तपाईँ बराबरको माया। हर क्षण हर पल सम्झिरहन्छ हजुरलाई। सधैँ देख्न मन लाग्छ, सधैँ तपाईँको नै याद आउँछ। कति खुसी थियो हाम्रो परिवार, तर दैवले देख्न सकेन त्यो खुसी र कसैमाथि नभएर हामी माथि नै खेल्यो त्यो दिन। कति हाँसी खुसी बितेको थियो हाम्रो दसैँ। परिवारका सबै घरमै थियौँ। विक्रमसम्म 2068 सालको दसैँको भोलिपल्ट थियो। भन्नै पर्दा 2068 साल असोज 20 गते शुक्रबारको दिन। सम्झिँदा पनि डर लाग्छ, मुटु भक्कानिएर आउँछ मम्मी। त्यो दैवको खेल कुन रूप देखाएर राक्षसले हजुरलाई हामीबाट अनि मबाट टाढा गरायो मम्मी। सधैँ तपाईँसँग रमाउने म सानै थिएँ। जतिखेर कि म 15 वर्ष 4 महिना 17 दिनको थिएँ। त्यतिखेर कक्षा 9मा पढ्दै थिएँ। हजुरले मलाई छोडेर जानुभयो। त्यतिखेरदेखिको पीडा मम्मी अझै पनि ताजै लाग्छ। कुनै पनि र केही कुरामा पनि कसैले गाली गर्यो भने हजुरको याद आइहाल्छ। हजुर मेरो साथमा हुनुभएको भए यस्तो हुने थिएन होला जस्तो लाग्छ। किन हजुरले मलाई छोडेर जानुभएको? खै आज हजुरलाई धेरै सम्झेको छु। मलाई सानै उमेरमा छोडेर टाढा जानुभयो, तर मम्मी तपाईँ जति टाढा गए पनि मेरो मनमा हुनुहुन्छ। कहिले सक्दिनँ हजुरलाई भुल्न। मम्मी, हजुरले छोडेर जानुभयो मलाई, तर पनि घरबाट अथवा अन्य परिवारबाट बुबा, दाई, दिदी, भाउजू सबैले माया हजुरको जस्तै दिनुभएको छ। मलाई राम्ररी पढाइरहनु भएको छ। म घरको कान्छो राम्रो पढाउने भनी अरूले बाहिर राखेर पढाउने भन्दा पनि हजुरले मान्नु भएन। सायदै हजुरको माया लामो समयसम्म नपाउनको लागि रहेछ। कहिले मलाई छुटाउन खोज्नु भएन। हजुरको मायालाई सम्झिरहन्छु मम्मी। हजुरले छोडेर गएको 3-4 वर्ष भइसक्यो, र पनि तपाईँको काखमा खेलेको हिजो जस्तो लाग्छ। तपाईँ अनि म घरबाट खैरिटार गएको अस्ति जस्तो लाग्छ। आज खै के भयो, मलाई हजुरको याद धेरै आयो र केही लेख्न मन लाग्यो। कफीमा कोरेँ। मम्मी, हजुरको यादलाई कहिले नभुलौँ है। मलाई विपनीमा नभए पनि सपनीमा भेट्न आइराख्नु ल। मैले नदेखे पनि हजुरले देख्नुहुन्छ अरे। आजभन्दा 11 वर्ष पहिला अर्थात् विक्रमसम्म 2072 साल वैशाख 5 गते लेखिएको एक डायरीबाट त्यो दिनको मनको भावना आज तपाईँसँगको केही तस्बिरसँगै भिडियो बनाउन मन लाग्यो। हजुर साथमा नभए पनि यादमा सधैँ रहनुहुनेछ, जबसम्म मेरो सास रहनेछ। धेरै धेरै माया अनि सम्झना मम्मी।